गाइजहरू वेलकम है। आज चाहिँ हामी क्याम्पिङ जानु लागेको जनालाई चाहिँ हामी पासुरा पानी सानी लिएर गयौँ होइन। त्यसपछि यहाँ धारामा राजे त्यतातिर पढिदिन्छ गुरुजी पनि हुनुहुन्छ भने त्यस पछाडि हामी लाग्यौँ। अलिकति अँध्यारो थियो र त्यसपछि हामी अब डेस्टिनेसन नजिक आइपुगिसक्यौँ है। यो चाहिँ हामी जाको भनेको चाहिँ आज नाइट स्टे गर्नको लागि गएको हामी 4 जना होइन। आइपुग्यो अब चाहिँ लगभग सामान निक्लिनु सुरु भइसक्यो र गाडी पनि सामान छोडिराखेर हामीले गइसक्यो भने अब चाहिँ हामी यहाँनिर आफ्नो सामानहरू चाहिँ लगेर व्यवस्थित गर्नुपर्ने हुन्छ है। यता पनि हामीले आगो पनि बालिसकेको छौँ। यो भनेको हाम्रो चुला हो। यसले चाहिँ हामीलाई खानासाना पकाएर खुवाउँछ भन्दा नि खाना सजिलो हुन्छ भनेर लिएर आएको हो। ल अहिले चाहिँ हामीले सबै टेन्सन लाएर आगोसागो फुकिसकेर होइन टक्क सबै रेडी गरिसक्यौँ। यस्तो देखिन सक्छौँ होइन। पछि भने अब थोरै हामीले भिडियोको जरुरत पनि टाइम ल्याप्सहरू हाल्नको लागि जरुरत भएर हाम्रो यहाँनिर सब सरकारले हल्का स्ट्यान्डलाई बाँधबुन गरेर हाम्रो स्ट्यान्ड बनाउँदै हुनुहुन्छ। मेरो राज्य चाहिँ हेरिराख्नु भएको छ मजाले होइन। यो भएन ऊ भएन भन्दै अनि हाम्रो चाहिँ यहाँनिर चेस पनि भइसक्यो होइन। त ल चिसो सट्ट खाने हो चिल भाँडामा होइन। हाम्रो मासु कताको यहाँनिर हाम्रो सुँगुरको मासु हामीले सिकुवा भन्दा नि हामीले ढुङ्गामा पोलेको छौँ भने यो चेस गरेर भए पनि खानु पर्ने हुन्छ चट्ट लाएर होइन। अब खाइदिउँ। कति मिठो आकाश पनि गडाङ चाहिँ गर्दैछ है। तर दामी छ मासु चाहिँ। ल गाइजहरू ल यता पनि यस्तो छ आजको लागि। ल रमाइलो हान्दैछौँ। ल गाइजहरू राति अहिले चाहिँ तपाईँको ठ्याक्कसँगले 12 बजे छ। पानी भएर गएर रत्तर छिरेछ होइन भित्र माथिलाई सुतिसकेको साह्रो भिजायो। खोइ त राज्यले उयो खोल्नु भएको यो चिसो भयो चिसो यहाँ भिजेर सधैँ लोक। तर हामीलाई अब भित्र भिजाउँदैन होइन गाइस। अब के गर्नु त होइन। अब तास खेल्ने टक्कसँगले बस्ने हो। बिहान पनि भइसक्यो एकैछिनमा। त्यहाँनिर बुढा हजुरआमाहरू चाहिँ बाहिर आएर मेरो निन्द्रा खुल्लियो। हजुरआमाहरू चाहिँ टक्क दुईजना मिलेर चाहिँ घाँसको दाउरा काट्न आउनु भएको रहेछ। घाँस काट्न चाहिँ होइन जङ्गलतिर आउनु भएको छ। परको बाजेले चाहिँ घाँस लिएर नि हल्लिँदै आउँदै हुनुहुन्छ। यसरी काट्नु आउनु हुँदो रहेछ बिहानै पाखा होइन। हाम्रो ट्रेन चाहिँ यता टक्कसँग राखिरहेको छ। राति बाँडे खाँदै हुन्छ भने केटाहरू चाहिँ पर एकजना गिटार लिएर बसिरहेछ। दुईजना चाहिँ तल सामान लिनु गएको छ होइन। ल हिमाल खोलिरहेछ दिन खोलिरहेछ आजको लागि चाहिँ चट्ट। ल अरू पनि मान्छेहरू आउनु भएछ यहाँनिर चाहिँ होइन। बोजूहरू पनि आउनु भएछ भने अब चाहिँ हामीले यसलाई थपका सामानहरू मिलाउनु पर्ने हुन्छ। आजको दिन दामी छ नि त। ल गाइजहरू हेर्नुहोस् जे भए पनि दामी छ। अब चाहिँ केटाहरूले नुनसुन पनि ल्याइसक्यो होइन। त्यसरी एलेक्सै गिटार बढेर कुदिरहेछ भने बालकुमार म चाहिँ अब चुला जोड्न थाल्नेमा अब भातीको लागि गर्नुपर्छ भनेर होइन। त्यसपछि हाम्रो जे सबहरूले पनि सघाउँदै हुन्छ। फोनसोन बोलिदियो बसेर फोनसोन आयो होइन चट्टसँगले। यहाँनिर आजी चाहिँ फेरि अब म सुत्छु भनेर सुत्नुभयो। म चाहिँ भोक लागेर के जति कम खाएँ र भने अब चाहिँ हामी सुरु गर्न थाल्यौँ पकाउनको लागि टक्कसँगले होइन। एलेक्स के गर्दैछ हाम्रो एलेक्स ल एलेक्स छोडाउँदैछ भने बालकुमारले चाहिँ मासुको लागि तयारी गरेर छ। प्यासेस काटिसकेको छ भने यता चाहिँ हाम्रो चाहिँ सब्सहरू के मिलाउँदै हुन्छ भने राजी सुतिरहनु भएको छ भने होइन। म भनेको चिलमा यसो म चाहिँ चामल यहाँनिर उयो बनाउनको लागि चामल धुँदैछु बट्टामा काटेर। एकदम राम्रो दिन भएको थियो है। हामी जाँदा चाहिँ तपाईँहरू जाँदा के हुने हो है। एकदम राम्रो यसरी जाँदा मजा हुँदो रहेछ। अब चाहिँ अब पाक्दैछ यता भने यता चाहिँ अब
रमाइलो तरिकाले बसेर साइडमा र अझै कतिखेर पाक्छ भनेर होइन केटाहरू यस्तो यस्तो हावामा पारामा दिइरहेछ भने घाममा तल तातिरहेछ अब चाहिँ अब चट्टसँगले खानुपर्ने हुन्छ केटाहरूको होइन पारामा अन्त सुरु पनि भइसक्यो चट्टसँगले हाम्रो बिरयानी चट्टसँगले डल्ले खुर्सानी राखेर होइन गाइजहरू अब भनेको चाहिँ हाम्रो ड्रोन उडाउने पालो हो हल्का ड्रोन उडाम भन्ने कुरो हो होइन त्यति राम्रो त उड्दैन त्यही पनि हल्का हल्का सिक्नु त पर्यो अब भने ड्रोन उडाइदिनु सररररररर होइन सररररररर हावामा ड्रोन उडिसकेछ भने हावाको चाप पनि बढी नै छ त्यही पनि हल्का तरिकाले उडाउँदैछौँ अब चाहिँ हाम्रो लास्ट आइसक्यो अब चाहिँ हामीले सबै टेन्सन गरेर सामानहरू बोतल प्याक गरेर होइन रेडी गर्दैछौँ भने अब यो ठाउँ पनि छोडेर जाने बेला आइसकेछ हामीले दुई जम्बो दुईवटा पानी लिएर आएको थियौँ भने होइन अनि त्यस पछाडि पानी चाहिँ अलिकति उब्रेको छ अब हामी सबै सामानहरू बोकेर रेडी बसिसक्यौँ हामीले सबै फोटोसोट पनि डढाइसक्यौँ होइन ल अब चाहिँ हामी लाग्नु पर्ने हुन्छ गाइस आजको यस्तै भयो होइन अलिकति मेरो अगाडि क्यामेरा चाहिँ के भइरहेछ है एकदम अलिकति हेर्नु के भएको गाडी यतातिर होइन मेरो यो क्यामेरा जुन चाहिँ म अलिकति वाक्क भएँ के खालको यो पावर नमिलेको के गर्नुपर्छ यसो कमेन्ट गरिदिनु होला गाइसहरू अझै ब्याग यस्तो बोकेर हिँड्नुपर्छ है टक्क छैन सामानहरू हामी चाहिँ हिजो क्याम्पिङको लागि आएको थियौँ है तपसी डाँडा भन्ने ठाउँ अहिले चाहिँ हामी फर्किँदैछौँ केटाहरू चाहिँ अगाडि छ देख्न सक्छौँ सबले सामान बोकेर चाहिँ हिजो चाहिँ हामीलाई यहाँसम्म गाडीले ल्याइदिएको थियो भने आज चाहिँ हामी हिँड्दै जाँदैछौँ अलिकति हाइकिङ ट्रेकिङ पनि गर्नुपर्छ भन्ने मेरो चाहिँ सिद्धान्त हो होइन त्यही भएकोले गर्दा हामी एकदम हिँडेर जाँदैछौँ तल गाडी चाहिँ यहाँ तल आइरहेछ हाम्रो सो तपाईँहरू पनि ट्रेकिङहरू हाइकिङहरू अनि साइड यसो उयो क्याम्पिङहरू गर्नु चाहनुहुन्छ भने तपसी डाँडा लोकेसन यो तपसी डाँडा एकदमै बेस्ट भन्न चाहन्छु यतापट्टि एकदम मौसम चाहिँ हल्का अब धुम्म हुँदै गइरहेछ है अघि चाहिँ एकदम घाम लागिरहेको थियो भने अहिले चाहिँ धुम्म हुँदैछ है पानी पर्नै गडाङ लोडुङ पनि गर्दैछ सो गाइस अलिकति हल्लिरहेछ मेरो फोन मेरो क्यामेरा सो तपाईँहरूलाई यही भन्न चाहन्छु आज म धेरै पछाडि ब्लग भिडियो बनाउँदैछु है थोरै सो गाइस तपाईँहरूलाई म यस्तै सेयरिङ गर्दैछु म धेरै पछाडि भिडियो बनाउनु कारणहरूमै केही छ त्यो कारणहरू पनि तपाईँहरूलाई म भन्दै जाने नै छु तपाईँहरू भिडियोमा जोडिराख्नु होला केटाहरू के छ केटाहरू गाडी चाहिँ हाम्रो यहाँ तल्लो रोडमा बसिरहेछ है होइन न यहाँ तल्लो रोडमा छ अघि गाडीले फोन गरिसक्यो होइन है हामी छ नि त गाइस ल केटाहरूले तर्साएको फेरि गाइस हाम्रो जेसब सर चाहिँ सुर हिँड्दै टक्क हिँड्दै आउँदै हुन्छ होइन सब भारी चाहिँ उहाँले बोक्नु भएको छ अलिकति सबैले बाँडेर बोकेको हिरो भइराख्नु भएको छ नि त एमआई सुसु क्या गरी चाहिँ तपाईँले पुग्न आँटिसक्यो तल कम्पिटिसन गरोस् न सुसु ओइ केटा यताबाट बाटो छोडेर हामी हिँड्छौँ खोइ आलु जस्तो उताबाट गइसक्यो साथीहरू यार फाइनल्ली हामी चाहिँ रोड आइसक्यौँ होइन यहाँ गाडी पनि आइसक्यो हामीलाई लिनको लागि चाहिँ केटाहरू रेडी भइरहेछ गाडीमा सामान हाल्दैछ भने सुपर अहिले अब चाहिँ हामी घरतिर लाग्छौँ सियु देन फेरि पनि अर्को भिडियोमा भेटौँला बाई बाई